पछिल्लो समय नेपाली किसानहरू व्यावसायिक कृषि उद्यममा जुटिरहेका छन्। तरकारी, फलफुल, पशुपालन जस्ता कृषि क्षेत्रलाई माथि उठाउँदै देशलाई आत्मनिर्भर बनाउन किसानहरू उठ्दैछन्। बाख्रा पालन, केरा खेती गर्दै पछिल्लो समय ड्रागन फलको व्यावसायिक खेतीमा जुटेका बर्दिया सुरजपुरका हिमबहादुर पुन राज्यका तीनै तहका सरकारदेखि निराश छन्। किसानले उत्पादन गरेका कृषि उपज भण्डार गर्ने कोल्ड स्टोरको अभाव छ। राज्यले किसानलाई दिने अनुदान पनि आफ्ना र पहुँच भएका नक्कली किसानले पाएको प्रति निकै दुखी छन् हिमबहादुर पुन। सुनौं राज्यका तीनै तहका सरकारलाई हिमबहादुर पुनले दिएको सुझाव। तपाईले ड्रागन फ्रुटको खेती गर्दै आउनु भएको छ। तपाईलाई यो भण्डारण गर्ने समस्या छ कि छैन? यहाँको स्थानीय सरकारले तपाईलाई सहयोग गरेको छ कि छैन? बहुत राम्रो हैन, सरकारलाई के भन्न चाहनुहुन्छ त? बहुत राम्रो प्रश्न सोध्नुभयो। म सरकारदेखि धेरै गुनासो गर्न चाहन्छु। नेपाल सरकार 3 तहको सरकार छ। स्थानीय सरकार, प्रदेश सरकार, केन्द्रीय सरकार छ। यो तीनै तहको सरकारमा रहेका सरकारवालाहरूले के बुझ्नु पर्यो त भन्दा हामी नयाँ नयाँ आयोजनाहरू ल्याउँछौँ। एउटा किसानलाई चाहिँ अनुदान दिने भन्छौँ। त्यो अनुदानमुखी कस्तो छ त भन्दा ठ्याक्कै आफ्नाहरूलाई, पहुँचवालाहरूलाई एउटा फर्म खोल्यो, अनुदान खानको लागि मात्रै फर्म खोले, त्यो अनुदान खाइसकेपछि फर्म बन्द गरिदिन्छन् अनि त्यसपछि विस्थापित हुन्छन्। त्यो नहोस् भन्नको लागि अहिले नेपाल सरकारलाई म के भन्न चाहन्छु, स्थानीय सरकारलाई के भन्न चाहन्छु भने किसानलाई यदि प्रमोट गर्ने हो भने प्रत्येक वडामा कोल्ड स्टोर खोलिदिनुहोस्, हैन? प्रत्येक नगरपालिकामा कोल्ड स्टोर खोल्नुहोस्। यस्ता यस्ता फ्रुटहरूको कुहिएर जाने फ्रुटहरूलाई सदुपयोग गर्नको लागि वाइन फ्याक्ट्री खोलिदिनुहोस्। अब त्यहाँ लाखौँको सङ्ख्यामा रोजगारी पनि पाउने भए, विदेशमा जानेहरू पनि त्यहाँ रोकिने भए र जुन अनुदान दिने सिस्टम छ यसलाई चाहिँ चेन्ज गरिदिनुहोस् भन्छु मैले। यो अनुदान भन्ने अनुदानको नाममा 50% अनुदान भन्दै गर्दा किसानले चाहिँ 80% 90%मा अनुदानमा पुग्छ के। किन भन्दा एउटा किसान भनेको खेतमा अलमल्ल गरिरहने जात हो, काम गरिरहने, खेतमै अलिकति भए पनि केही बिग्रिन्छ कि भन्ने खेतैमा अनुसन्धान गर्ने हो नि त। अब त्यो छोडेर अफिसमा धाउँदा किसानलाई साह्रो गाह्रो हुन्छ। हेर्नुहोस्, त्यो नहोस् भन्नको लागि हामीले के भन्न, मैले के सल्लाह सुझाव दिन चाहन्छु भने किसानलाई सहुलियत दरमा सकेसम्मलाई किसानलाई बिना ब्याजे ऋण दिउँ, त्यही नै अनुदान भइहाल्छ। जब उसले ऋण फिर्ता गर्ने गरी कति वर्षको राखिदिने उसलाई चाहिँ उसको के भन्छ त्यहाँको त्यो कस्तो प्रकारको योजना बनाएको छ त्यो योजना अनुसार ऋण दिने, थोरै कम धेरै कति हुन्छ ऋण दिने, तर न्यून ब्याजमा सकेसम्मलाई फ्रीमा किसानलाई चाहिँ बनाइदियो भने, किनकि आम कोही पहुँचवालाले चाहिँ त्यो खेती किसान गरौँ र हामी के भन्छ अनुदान लिउँ भन्न पाएन, ताकि विशेष निश्चित किसानले मात्रै पाउने भयो। हो, हिमबहादुर पुनले भने जस्तै किसानले उत्पादन गरेका कृषि उपज राख्न वडामा कोल्ड स्टोरको स्थापना हुनुपर्छ। त्यसको सबै व्यवस्थापकीय जिम्मेवारी स्थानीय सरकारले लिनुपर्छ, ताकि किसानले उत्पादन गरेका कृषि उपज सडेर जाने अवस्था नआओस्। अनि आफ्ना र पहुँचवाला नक्कली किसानलाई कृषि अनुदान नदिएर खास किसानलाई दिन सक्यो भने नेपालको कृषि क्षेत्रले चाँडै फड्को मार्न सक्छ। यसका लागि तीनै तहका सरकार चाँडै चनाखो हुन जरुरी छ। हस् त, आजको श्रृङ्खलामा यति नै। अर्को श्रृङ्खलामा नयाँ विषयवस्तुका साथ उपस्थित हुनेछौँ। आजका लागि बिदा हुन चाहन्छौँ। नमस्कार।